हेलो हेलो नमस्कार सेवाहरू। अहिले हामी चाहिँ हाम्रो देश चाहिँ हाम्रो नेपाली हो, नेपाल हो है। हामी अहिले रोजगारीको सिलसिलामा मलेसिया आएका छौँ र अहिले अब हामी घुम्नु निस्केका छौँ। हामी तीन भाइ है, दुईजना दाइ, एकजना रातो लाउने दाइ, एकजना सेतो लाउने भाइ हुनुहुन्छ। हामी अहिले यसो घुम्नु निस्किरहेछौँ है। अब यसो घुम्नु निस्केको बेलामा फ्री टाइममा यसो भ्लग बनाउनु पर्यो भनेर सोचिरहेको है। अब हामी घुम्नु निस्केको छौँ। रातो लाउनेको नाम चाहिँ सन्तोष आचार्य दाइ हो, पछाडि सेतो लाउने भाइ चाहिँ भीमचन्द्र मगर हो है। अनि टक्कसँगले हामी घुम्नु निस्किँदैछौँ। अनि यता चाहिँ फेरि सन्तोष लिम्बू है, पूर्वको सन्तोष लिम्बू, ताप्लेजुङ घर। अनि स्वाट हामी घुम्नु जाँदैछौँ हामी टक्कसँगले मलेसिया। हामी सेलेङ्गर दमनसारा भन्ने ठाउँमा छौँ है। स्वाट गाडीहरू पनि टक्क लाइनमा आउँदैछ। टक्क हामी घुम्नु जाँदैछौँ। हाम्रो एकजना सदस्य पनि थपिनु भएछ छाता उडेर है। टक्कसँगले यो बिल्डिङहरू स्वाट यस्तो छ मलेसिया चाहिँ है। यस्तो छ साथीहरूको यो ड्रेसअपहरू ठिकै छन्, घुम्नु लायककै छ। गाडीहरू पनि आउँदैछ। भीमचन्द्र फर्केर हाई गरिदिनुहोस् त। भीम भाइ हाई गरिदिनुहोस्। हाई हो ल, ठिक छ के छ यार, के छ यार साथी यार। यहाँ हाम्रो चाहिँ एकजना सदस्य थपिसकेको छ। त्यो नगर बजे तिम्रो लाग्छ नि खानु हजुर निको गर्दाखेरि ज्याक्टुला होइन, तरुनी होइन, सुडी नै हो त। मैले यसो मलेसियाको आसपासहरू देखाउँदैछु, बिल्डिङहरू। यो बिल्डिङलाई मार्केटतिर, हामी मार्केटतिर टक्क विशेष त यहाँ घुम्नु पनि गएको हो। अनि यो हाम्रो चाहिँ बिल्डिङ भन्छ, यतातिर चाहिँ कन्डो हुँदो रहेछ है। कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। हाम्रो अब यो चाहिँ भीमचन्द्र मगर अफिसियल युट्युब च्यानलबाट आउँदैछ है। हाम्रो ह्यान्डसम भाइ हो, फिजिकल्ली मेन्टल्ली राम्रो, एकदम राम्रो भएको मान्छे। यो फेरि 16 कन्ने सुपरहिट 17 कन्ने छ क्या, उसको तरुनी पनि छैन। बालबच्चा त झन् अब त्यो सोच्नै नसक्ने कुरो हो। एकदम ह्यान्डसम छ। नयाँ चप्पल भर्खर किनेर सो गरिसकेछ उसले। वरिपरि हेर्नको लागि कुदिरहेको यस्तो छ टक्कसँगले छ। माथि आकाश खुल्ला मन्द मन्द आकाशहरू छ। एउटा कालो गाडी गइराखेको छ। ल कुरो त्यही हो। आज भाइले फेरि आज आइफोन 17 प्रो पनि किन्नु आँटेको छ। ल सायद किन्छ नै होला सकभर। हामी जाँदैछौँ मलेसिया। 5000 रिङ्गेट बोकेर गइरहेछ। आउने हो होइन त्यो चाहिँ थाहा छैन है। यस्तो छ मलेसियाको हालत। अब उसले कुनमा लाने हो, गएपछि थाहा हुन्छ। पानी पर्दैन आज। यहाँ हाम्रै नेपाली दाजुभाइहरू सेक्युरिटी गार्ड हुनुहुन्छ। हेलो हेलो ल त्यो त्यही हो। तर अचम्मको कुरा चाहिँ मलेसियामा पनि जोडी जोडी चाहिँ हिँड्दा रहेछन् है, हाम्रो नेपालीहरू जस्तो। गमलामा फुल पनि रहेछ है।